दाइ ओ दाइ के भयो भाइ भन्न दाइ ओइ छ्या भाइ यस्तो खान्छ हट यी दाइ अर्को पनि छ जाऊ न त भाइ बोइजको पारा देखेर यहाँ सबैजना काम छ डी बोइजको पारामा स्वाइग गर्ने शब्दमा राइम्स भाइ नाम के हो दाइ टिटु कति सेमेस्टरमा पढ्छ दाइ सेमिस्टर भनेको क्लास हो कि भाइ तात दाइ यस्तो कुरा छोड्नु आउनु खाइहालौँ लाउन त यिनीहरूलाई त मैले जानु छ ओए भाइ गऱ्यो गो कहिले आउनुभएको दाइ हट के हो तैँले ग्लुकोज बनाएको साथै खाने हो अब तिमी पनि थाकेर आएको होला स्कुलबाट तँलाई चाहिँ के हो भने त्यहाँ तँ अब के गर्नु हाम्रो साथीहरू जग्छ अब रमाइलो कोचिङ गर्न जानु पर्दैन सर्ने के गरेको यार ए भाइ के गरेको सरको बाबा भयो कि बुझिस् नि त्यसैले आज कोचिङ बन्द भयो कि अनि यहाँ बसेर पढ्नु पर्दैन हेर हेर यार रुमको गति के पारेको यार तिमीहरूले भाता गुङ्गा ओइ दोस्त नरिसानु तल म चिया खाउँछु के ल ए भाइ तँ चाहिँ नआइज ल दाइ म पनि जान्छु कि दाइ हो दाइ रुक्नु न म सिक्दैन दाइ म पनि जान्छु कि ए दाइ म पनि जान्छु दाइ हो म पनि जान्छु कि चिया खानु मलाई पनि एक कप के गर्नु साथी होइन अब बजेटै पुगेन आज त्यसैले ठेका चियामै काम चलाउ ल त्यही छैन अब अर्को चाहिँ ल्याउनुपर्छ तर तिमीले आज कोचिङ नगरेर धुलो गर्नु पऱ्यो छ्या कोचिङ गएर को ठुलो हुन्छ जे भने पढ्नु पर्दैन ल आजको कार्यक्रम पनि सकिहाल्यो चिया पनि सकिहाल्यो भोलिदेखि अब पढ्न तपाईँ होइन अब सकिहाल्यो के गर्ने होइन सक्यो कि चिया यार नलिने तिमी यस्तो राम्रो मान्छे के भन्नु अब तिमी त्यो पढन्दास अब म अर्कै तिम्रो चिया खायो म पनि पढन्दास भयो अब के गरौँ त के गरौँ त चिया खायो मेरो भागबाट होइन तपाईँले के खुवाएको छैन त गएर यसो 2 प्लेट मोमो लिएर आइज नि त साथी बजेट भयो भने म तँलाई यो चिया खुवाउँछु के थाहा त त्यस्तै हो मान्छे भाइ पढ्नुपर्छ कपी सबै किन्नुपर्छ पैसा राख्नु पर्दैन ए ल नि त ल यो मुलाहरू कामै छैन के भन्नु जबदेखि आएको छ कहिले शान्ति नै पाएन बिहान थियो आफैले खाना पकाएर कुनै दिन छोडेर हिँडिन्छ अनि थाहा पाउँछ भने बिहान बेला सुतेर हुन्छ नि उठ्ने बेला कसले खाना पकाएर दिँदो रहेछ अहिलेसम्म कुक गर्न जस्तो सुतेर बसेछ यस्तो पारेर न पढ्नु छ न के गर्नु छ खै त्यस्तो पनि जिन्दगी हुन्छ अहिलेसम्म सुतेर कुम गरेर हुन्छ आगो हुने भयो बाप्रे बाप हिजो कोचिङ जा भनेर नमानेको सर के भयो अरे के बाँधेर कोचिङ पनि फेरि यस्तै हालेछ के भन्नु अब यसलाई बिहे पनि यस्तै म पनि यिनीहरूको सङ्गत लाग्यो नि म नि कुनै दिन बिग्रिन्छ अनि ढुक्क हुन्छ अहिलेसम्म सुतिरहेको छ कुनै दिन यस्तो हुन्छ नि सुते सुत्तै हुन्छ अनि आनन्द हुन्छ अनि ओइ कुम्करण उठ कति सुतेको अहिलेसम्म सुतेछ कुम्करण भन्दा आगर भयो है यो त के भयो मानेन्द्र कुमार तेरो बाउ भयो
चुपचाप तल आइज न खाना खान ज्याक नै पनि बाँचे आचु के जाडो बिहान बिहानै फेरि यो मनेन्द्रले बोलाएर यो केडा हो म पनि ह्यान्डसमै छ त ओम नमः शिवाय के हो के भन्छ अरे ओम नमः ल के भएको आउँदैन त हो हे प्रभु हजुरले मेरो जिन्दगीमा धेरै सकारात्मक परिवर्तन ल्याइदिनु भयो तर मलाई अहिले चाहिँ एउटा अप्सराको पनि जरुरत छ हस् प्रभु यति चाहिँ गरिदिनु पर्छ मान्छे चाहिँ यहाँ बिहान उठेर के काम गरिसक्यो तँले चाहिँ ओममा मात्रै अड्केर बस्नुपर्छ खाना खाना आइज भने सुन्नुहोस् त्यत्रो तलबाट चिच्याउँदै बोलिरहेको छ सुत्या छ उठ्नु छैन भर्खर ब्रस गरेर माथि आएको देखेको खाना खानु छिटो त जति बेला उठ्यो भने तैँले उखाड्न चाहिँ के सक्यो जस्तो हुन्न यो संसारमा के उखाड्यो जस्तो अहिले भन् न भन् बाबु बिहान उठेर केही उखाड्न नसके पनि नि तँभन्दा त ठुलो सोच राखेको छ बुझेस् मैले पढ्नु जान्नु छैन ठुला ठुला कुरा मात्रै गर्न आउँदो रहेछ ओए भाइ ओए सुन के त जति ठुलो सोच बोकेर हिँडे पनि होइन त मेरो अगाडि बनाने हो कि जहिले पनि बुझिराखेको थिएँ के त बुझिस् नि तैँले ए दाइ तपाईँ त अब सेतो टावर जस्तो ठुलो मान्छे त्यही ठुलो ठुलो कुरा गरेर बस्नु म चिल्ला आएको स्कुलतिर ओ कहाँ गएको त चुपचाप खाना पसिदे भाइ म यसो मूत्र विसर्जन गरेर आउँछु त्यहाँ नरिसाइकिन त्यहाँ खाना पसिदियो ल माइरा छ संसारको सबैभन्दा सुख भनेको के
हामिद अंकल कि आप यहाँ आ जाएं। तेरे बिना दिल लगता नहीं। ल त अहिलेसम्म सुतेर बसेछ त ओइ बिहान नि सुत्ने अहिले नि सुत्ने काम धन्दा छैन तेरो जान भा पढ्नु पर्दैन उठ ओइ ओइ उठ न भने हेर्नुहोस् उठ न उठ 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 हेर्नुहोस् उठ उठ के भयो सुत्न लिएन ए उठ न हेर्नुहोस् नाटक नपार्नु कति सुतेको त रातभरि मोबाइल हेर्ने अनि दिउँसो सुत्ने लाज लाग्छ तपाईँ स्कुल पनि जानु छैन बङ्क हानेर बस्नु छ उठ फ्रेस भइ गएर तर एउटा कुरा सुन विचार गर यहाँ साथी तँलाई जिन्दगी भगवान्ले किन दिए जस्तो लाग्छ है सुत्ने रातभरि मोबाइल हेर्ने स्कुल बङ्क हान्ने पढ्नै नजाने डुल्न जाने गाउँघर चार्ने यो तँलाई जिन्दगी जस्तो लाग्छ के हाँस्यो भने मलाई नि हँसाउँछ छैन तैँले साथी भने यति पुरा बुझ्नु पर्दैन पढ्ने मान्छेले यति बुझ्नु पर्दैन तर यति सोच तेरो घरमा नि तेरो सक्सेसको निम्ति नि कोही पर्खेर बसेछ कि बुझिस् ए हो र साथी मलाई थाहा नै थिएन यो कुरा छोड्दै होइन पसल गएर एउटा लिएर आइज के त्यही के त्यही भने त्यो जहिले खान्थ्यो त त्यस्तो म लिएर आउँछु जान एउटा लिएर आइज न जान जाना जा के ल्याउन नआउँदैछ यस्तो यस्तो कुरा लिन गयो भने माथि पसलले के सोच्छ होला